और हमको ये भी है हेर्दै हेर्दै साथीहरू बेङ्गलोर बसेको पनि 2 वर्ष भएको थाहै भएन। सो यो इयर चाहिँ हाम्रो चाहिँ लास्ट इयर हो होइन। अन्त चाहिँ 2 वर्ष हामी चाहिँ यसो त्यसो बितायौँ, किनभने हामीहरू अब टाढोबाट चाहिँ यता बेङ्गलोरमा आएर पढ्ने गर्छौँ नि त होइन। त्यो अब आफ्नो घर छोडेर यति टाढो आएर बस्नुको पीडा त जो पनि टाढो बसेर पढिरहेको छ उनीहरूलाई मात्रै याद हुन्छ। सो आज चाहिँ म चाहिँ बिहानै होइन मेरो साथीलाई चाहिँ क्यामेराम्यान बनाइरहेको थिएँ नि त होइन। यसो कोही बेला चाहिँ भ्लग पनि बनाइदिउँ भनेर। अन्त साथीहरू मलाई चाहिँ एकदमै खुसी लाग्छ होइन, जब चाहिँ मेरो कजनहरूले चाहिँ मैले तिम्रो भिडियो हेर्छु नि मनिता, तिमीले दामी दामी भिडियो बनाउँछौ, भ्लगहरू बनाउँछौ, म त तिम्रो हेरिबस्छु भन्दा चाहिँ एकदमै खुसी लाग्छ क्या। आज चाहिँ मेरै आफ्नै गाउँको दादाले चाहिँ मलाई मेसेज गर्नुभएको थियो नि त पर्सनली होइन, तिमीले भिडियो बनाइबस्छौ, मैले हेर्छु नि तिम्रो भिडियो भनेर भन्नुभएको थियो कि एकदमै खुसी लाग्यो नि त त्यो देख्दा चाहिँ होइन। अन्त चाहिँ मलाई चाहिँ बिहानै एउटा भ्लग बनाउनु मन पर्यो त्यही खुसियालीमा होइन, किनभने आजकल त तिमीले भ्लग पनि बनाउनु छोडेछौ त मनिता भनेर मेसेज गर्नुभएको थियो नि त। अन्त चाहिँ त्यही भएर चाहिँ मलाई एकदमै मनबाट उत्सुक भयो क्या साथीहरू। त्यही भएर चाहिँ एउटा भिडियो बनाउनुको लागि म चाहिँ हतार होइन बिहानै ब्रस लिएर चाहिँ गएँ मेरो साथीसँग होइन। उसले पनि बनाउँछ नि त भिडियो, अन्त उसलाई पनि तानेर हिँड पारेर उसलाई चाहिँ हल्का क्यामेराम्यान बनाइदिएको। साथीहरू कालो न कालो निकाल्दैछ तर पनि केही छैन होइन, मैले यताउता मिलाएर भए पनि मेरो अनुहार क्लियर त निकालेँ, किनभने अलिकति उसले नराम्रो नभएको लोकेसनबाट चाहिँ उसले रेकर्ड गरेछ नि त। अन्त चाहिँ मेरो साथीले चाहिँ यहाँनिर उसलाई तान्दै थियो कि उसले चाहिँ कन्टेन्ट सोच्दै हिँडिरहेको थियो, अब के बनाऊँ। ऊ पनि भ्लग बनाउँछ नि त, उसले पनि सानो सानो भ्लग, किनभने मसँग बसेर उसले पनि भ्लगहरू पुरा बनाउनु ट्राई गर्छ। सो त्यही भएर चाहिँ उसले चाहिँ कन्टेन्ट सोच्दै थियो क्या। त्यतिन्जेलसम्म चाहिँ म चाहिँ ब्रस गर्दै गर्छु, तिमी मजाको कन्टेन्ट सोचेर आउला भनेर मैले भनेको थिएँ नि त। अन्त ऊ चाहिँ उता कन्टेन्ट सोच्दैछ, हेर्नुहोस् होला साथीहरू, हाम्रो कन्टेन्ट यसरी बनिन्छ है जहिले पनि होइन। उसले कन्टेन्ट बनाउनु आँटेको छ भने उसले पहिला सोच्छ, अन्त म आफ्नै धुनमा आफ्नै भिडियो बनाउँदै गर्छु होइन। जब मैले कन्टेन्ट सोच्छु फेरि उसले आफ्नै भिडियो बनाइरहेको हुन्छ। सो यहाँनिर चाहिँ कुन चाहिँले मजाको टेडी बेयर झुन्डाइरहेको रहेछ हो, सायद धुएको थियो होला, मलाई चाहिँ पुरा मन पर्यो। अन्त चाहिँ त्योसँग एउटा सानो भिडियो बनाएँ। अन्त चाहिँ हामीले चाहिँ यो भिडियो चाहिँ तपाईँहरूले हेरिसक्नुभयो होला, अलरेडी मैले पोस्ट गरेको छु। सो यो भिडियो चाहिँ आज म एडिट गरेर चाहिँ भोलि लगाउँछु, किनभने चाहिँ मैले टाइम पाइनँ नि त। त्यही भएर चाहिँ हामी चाहिँ ह्यान्ड वासको भिडियो बनाएको छु। यो चाहिँ तपाईँहरू मेरो आइडीमा गएर चेक गर्नु सक्नुहुनेछ। मेरो चाहिँ कुनै पेज चाहिँ छैन, तर म अकाउन्टमै हाल्छु यो भिडियो चाहिँ, तपाईँहरू गएर चेक गर्नु सक्नुहुनेछ। अन्त विशेष गरिकन चाहिँ साथीहरू तपाईँहरू मलाई पनि मेसेज गरेर भनिदिनुहोस् होला होइन, कुन जग्गाबाट तपाईँहरूले मेरो भिडियो हेर्नु हुँदैछ होइन, कुन जग्गाबाट चाहिँ मलाई साथ सपोर्टहरू दिइरहनु भएको छ, अहिलेसम्म यतिसम्म तपाईँहरूले मलाई पुऱ्याइदिइरहनु भएको छ। तपाईँहरूले पनि तपाईँहरूको जग्गाको नामहरू भनिदिनुहोस् होला, किनभने मैले पनि चाल पाऊँ न होइन, मलाई पनि थाहा होस् कि मेरो भ्युवर्सहरूले चाहिँ कहाँबाट कुन जग्गाबाट चाहिँ मलाई हेर्नु हुँदैछ भनेर मैले पनि थाहा पाऊँ होइन। प्राय चाहिँ मैले याद गरेको छु मेरो भिडियो चाहिँ नेपालको मान्छेहरूले हेरिदिनुहुन्छ होइन। सो थ्याङ्क यू सो मच सबैजनालाई, नेपालको मान्छेहरूलाई, इभन सिक्किम, कालिम्पोङ, सिलगढीबाट पनि हेरिरहनु भएको छ। कालिम्पोङ त मेरै होम टाउन परिगयो होइन, त्यहाँबाट पनि मेरो भिडियोहरू हेरिरहनुहुन्छ। अनि चाहिँ प्राय चाहिँ भ्युवर्सहरू चाहिँ नेपालकै हुन्छ। अन्त स्पेसली म के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ मलाई त सबैजनाले प्रायले मलाई चाहिँ नेपालको सोच्नु हुँदो रहेछ होइन। म चाहिँ नेपालको चाहिँ होइन मतलब यो मैले चाहिँ 4-5वटा भिडियो बनाएर हालिसकेको छु। म चाहिँ नेपालको चाहिँ होइन। कतिजनाले नेपालको हो तिमी, नेपालको कहाँ बस्छौ, के गर्छौ भनेर मलाई पुरा क्वेसन्सहरू सोधिरहेको हुन्छ नि त होइन। म चाहिँ नेपालको चाहिँ होइन, म चाहिँ इन्डियाकै हो, वेस्ट बेङ्गाल दार्जिलिङ कालिम्पोङको हो। सो म चाहिँ यता बेङ्गलोरमा चाहिँ आएर पढ्छु होइन। अन्त मलाई कतिजनाले पनि मेसेजमा सोधिरहनुहुन्छ नि त, कमेन्टमै नभए पनि पर्सनली पनि सोधिरहनुहुन्छ, तिमी चाहिँ के गर्छौ बेङ्गलोरमा चाहिँ के गर्छौ खासैमा चाहिँ भनेर सोधिरहनुहुन्छ नि त होइन। म चाहिँ यतानिर चाहिँ पढाइ गर्दैछु, म चाहिँ नर्स ट्रेनिङ गर्दैछु होइन। अहिले चाहिँ म चाहिँ
फाइनली आई एम इन 3rd इयर होइन। अब चाहिँ हाम्रो क्लासेसहरू स्टार्ट हुन आँटेको छ। अन्त चाहिँ अहिले चाहिँ साथीहरू मेरो चाहिँ हालैमा चाहिँ छुट्टी छ। मलाई कतिजनाले कमेन्ट पनि गरिरहेको हुन्छ होइन, खालि नाची मात्रै रहेको हुन्छौ त, भिडियो मात्रै बनाइरहेको हुन्छौ त, किन हो के हो पढाइ सढाइ गर्दैन कि क्या हो भनेर कमेन्ट गरेर। अहिले चाहिँ हालैमा चाहिँ मेरो चाहिँ एक्जाम खत्तम भएको छ नि त 2nd इयरको होइन। अब एक्जाम सकिसकेपछि त के पढ्नु होइन, खाता किताबहरू पनि अब थन्क्यो भन्दा पनि भइगयो। सो त्यही भएर चाहिँ अब चाहिँ अहिले चाहिँ हालैमा चाहिँ हाम्रो छुट्टी छ नि त। सो त्यही भएर चाहिँ पुरा टाइम हुन्छ होइन होस्टेलमा, अब त्यत्तिकै बसिरहनु पनि त भएको छैन होइन, अन्त अल्छी लाग्छ। सो त्यही भएर चाहिँ माइन्ड डाइभर्टको लागि चाहिँ अलिअलि भिडियोहरू बनाउँछु। अन्त चाहिँ मलाई एकदमै भिडियोहरू बनाउनु मनपर्छ। अन्त चाहिँ मलाई कतिजनाले कमेन्ट पनि गरिरहन्छ नि त, तिमी त के डान्स क्लासहरू लिएको हो कि क्या हो भनेर सोध्नुहुन्छ होइन। सो म चाहिँ डान्स क्लासहरू केही पनि लिएको छुइनँ होइन। मलाई चाहिँ पहिल्यैदेखि नै अब मेरो मनबाट अब पहिल्यैदेखि म स्टुडेन्ट लाइफदेखि नै मलाई चाहिँ डान्स गर्नु चाहिँ एकदमै मनपर्छ। मलाई कतिजनाले कमेन्ट पनि गर्छ कि तिमी त खालि नाची मात्रै रहन्छौ, के हो नर्स ट्रेनिङ गरेको हो कि, तिमी त बरु डान्सर हुनु नि हो कि नर्स गरिरहेको हो भनेर कमेन्ट गर्छ होइन। अब नर्स ट्रेनिङ गऱ्यो भन्दामै डान्स नगर्नु छोड्नु त भएको छैन नि त होइन। अब त्यो सबैको हबिज हुन्छ कि आफूलाई एउटा न एउटा त हबिज त हुन्छ होइन। अन्त कसैको के हुन्छ कसैको के हुन्छ। सो मलाई मेरो चाहिँ पहिल्यैदेखि नै मेरो चाहिँ फेभरेट डान्स नै हो। सो त्यही भएर म चाहिँ त्यही गर्ने गर्छु नि त। सो आजको लागि चाहिँ यति नै होइन। फर्दर मेरो भिडियोसहरू तपाईँहरूलाई इफ अपडेट चाहिएछ भने मलाई सपोर्ट गर्नुहोस् होला, मलाई फलो गर्नुहोस् होला। बाई बाई, लभ यु।